मेरो झोलासोला फाल्दियो बाटोतिर होइन अनि एउटा डस्ना थियो त्यो पनि फालिदिएर क्या बिल्ला होइन आन्टीले अनि फालिदियो होइन ऱ्याक भयो अब के गर्ने टाइपको क्या ठिक छ भनेर 2-4 दिन साथीकोमा बसेँ होइन त्यसपछि हाम्रो एकजना मामा हुनुहुन्थ्यो मेरो मामा पनि त्यहीँ आन्टीको पनि काम गर्नुहुन्थ्यो तर मामाको चाहिँ अब थाङ्कामा पेन्टिङमा अरूको लिङ्कहरू रहेछ अरू मान्छेहरूसँग अनि त्यहाँबाट चाहिँ मैले अनि त्यो लिङ्कबाट मैले अर्को ठाउँमा काम पाएँ होइन त्यहाँनिर गर्न थालेँ त्यहाँनिर चाहिँ मैले राम्रोसँग गर्न थालेँ अनि मेरो स्यालेरी नै राम्रो आउन थाल्यो त्यसपछि होइन मैले घरतिर सपोर्ट गर्न थालेँ यताउता गर्न थालेँ अनि अब गर्न त मन लाग्थेन क्या घरमा कहाँ पैसा दिन मन लाग्छ होइन आफैलाई पुगिरहेको छैन खासमा होइन रियालिटी त्यही पनि दिनै पर्यो टाइपको के हुन्छ नि अनि दिन थालेँ त्यस्तो हुँदै जोस् राम्रै कमाइ भइरहेको थियो अनि राम्रै चलिरहेको थियो जोस् अनि काम पनि मैले एकदमै डेभलप गरेँ मेरो स्किल हुन्छ नि पेन्टिङको स्किल एकदमै डेभलप गरेँ मैले फाइन आर्टहरू गर्न थालेँ होइन अनि थाङ्कामै पनि मैले जुन एउटा थाङ्काको जस्तो नभएर अलि डिफ्रेन्टहरू ल्याउन थालेँ होइन फाइन आर्ट हेर्दाखेरि अलि 3D टाइपको अनि त्यो बिक्न थाल्यो राम्रो हुन थाल्यो त्यसपछि फेरि के भयो भन्दा एक्कासी भुइँचालो आइदिने भइदियो होइन 12 गते अनि त्यस्तो बेला भुइँचालो आइदिएपछि सब तहस नहस भयो होइन काठमाडौँ पुरै वाइल्ड भयो होइन अनि म गाउँतिरै भागेँ म पनि 2-4 महिना भागेँ होइन त्यसपछि आउँछु होइन फेरि काम गर्छु भनेर आएको छैन केही पनि क्या काम गर्ने ठाउँमा गएको त ढोका बन्द होइन यसो झ्यालबाट यसो हेरेको केही थाङ्कासँग केही छैन क्या सब मान्छे टाप होइन अब हुन्छ नि कामै छैन फेरि थग लाइफ तर त्यति बेला चाहिँ फेरि थग लाइफ क्या तर त्यति बेला चाहिँ म खुसी नै थिएँ म चिलै थिएँ होइन मलाई हुन्छ नि राम्रो लाउन नपाउँदा राम्रो खान नपाउँदाखेरि मलाई हुन त मन त लाग्थ्यो तर पनि त्यस्तो दुःख चाहिँ लाग्थेन क्या हुन्छ नि मेरो अरू चिज थियो मसँग म रमाउनको लागि मेरो साथीभाइ थियो साथीभाइको सपोर्ट थियो केमा भन्दाखेरि म ऱ्याप हान्थेँ त्यति बेला होइन ऱ्याप हानिरहेको थिएँ मैले अनि मैले अब ऱ्याप ब्याटल्सहरू पनि डह्रो हेर्थेँ होइन ऱ्यापहरू पनि हान्थेँ साथीहरूले सुन्थ्यो होइन एकदम बबाल छ भन्थ्यो तर मलाई चाहिँ खासै अब त्यो पनि ठिक छ नि त टाइपको होइन बबाल छ ल हुन्छ टाइपको के हुन्छ नि खुसी लाग्ने क्या एकदमै अनि ऱ्याप हान्दै थिएँ अनि त्यसपछि बिस्तारै ऱ्याप पनि हानिरहेको थिएँ अनि त्यसपछि के भयो भन्दाखेरि फेरि अब के गर्ने त होइन अब ऱ्याप हानेर त खासमा मन आनन्द आउने हो होइन भोक मर्ने त होइन सुत्दाखेरि तातो हुने होइन नि त अनि के भयो भन्दाखेरि काम त गर्नै पर्छ जस्तो लाग्यो अनि त्यसपछि नयाँ बजारमा थियो एकजना बाबु भन्ने दाइ थियो होइन बाबु दाइ अनि त्यो दाइको थाङ्का फ्याक्ट्रीमा त्यहाँनिर म गएँ क्या दाइ ल यार काम दिनु पर्यो यार होइन गाह्रो छ यार भनेर भने अनि हुन्छ भाइ भन्यो अनि सुरुमै पेस्की माग्दिनँ खोजेँ मैले होइन 20-30 हजार हुन्छ नि पेस्की पा भए अलि हिरो बन्थेँ होइन टाइपको क्या त्यतिखेर पनि अनि पेस्की नि पाइनँ त्यसपछि काम गर्न थालेको त्यहाँ धन्न त्यति बेला होइन एक ठाउँ मात्र थाङ्का पाएको क्या हुन्छ नि त्यस्तो काम पाएको क्या अब नत्र कामै नपाउने सिचुएसन होइन अनि 7 महिना जति मैले त्यहाँ काम गरेँ होला 7 महिनासम्म त्यो काम गरेको पैसा होइन घरबाट बाउले फोन गर्छ ओइ के भइरहेछ तेरो खोइ अलिअलि छैन टाइपको होइन अब बिचरा बाउले नि गरेर होला नि त बाउले चाहिँ के गर्छ भन्दाखेरि ठिकै छ अहिले भन्छु के अरे त्यति बेला अब त्यस्तै होइन फोन गरेर क्या के हो छैन अलिअलि टाइपको कहाँ हुनु काम गरेको पैसा त बिहान बेलुका भात खाएरै सिद्ध्याछ होइन भात खाएको अझ खर्च 200-300 लिगोमै उल्टै ऋण क्या 7 महिनामा त 8-10 हजार ऋणकै उल्टो क्या अनि त्यति बेला अब त्यस्तै होइन अनि हिँड्दिनँ क्या यत्तिकै त्यति बेला पनि त्यही हुन थाल्यो क्या अनि त्यसपछि के भयो भन्दाखेरि त्यहाँबाट 9-10 हजार ऋण होइन ऋण पनि नतिरिकन मान्छे गायब भइदिएँ म टाप हान्दै त्यहाँबाट होइन पैसा नतिरिकन अनि त्यसपछि के गर्ने भयो फेरि त्यस्तै छ होइन लास्टै गाह्रो क्या हुन्छ नि अब ऱ्याप हानेर मात्रै हुँदैन साथीहरू भेट्थेँ म हाम्रो यहाँ आउनु भएको छ युनिक दाई होइन त्यहाँ हुनुहुन्छ युनिक पोइट अनि उहाँसँगै हुन्छ नि सबैजना कतिजना भेट्थ्यौँ कि हामी जिसी तायाङ होइन आशिष भाइबर सबजना हाम्रो केटाहरू सबजना भेट्थ्यो होइन जहिले हान्थ्यो तर म होइन यस्तो हिँड्दै आउँथेँ होइन माथि अनि त्यसपछि के भन्नु अङ्कलकोमा गएर बसेको थिएँ म होइन फेरि थग लाइफ भयो नि त फेरि अब त्यहाँबाट 10 हजार तिर्न नसकेर भागेर माथि गएको अनि त्यहाँबाट त्यहीँ बस्नु थालेको थिएँ म हल्का फुल्का फकाएर अब फ्यामिलीलाई हुन्छ नि आन्टी अङ्कललाई फकाएर बस्नु लाग्यो त्यहाँ बसेर फेरि काम दिएको काम त गर्न थालिरहेको थिएँ मैले तर फेरि ऱ्यापमा एउटा यस्तो एडिक्ट भयो कि होइन हुन्छ नि त्यो काम मलाई केही मतलबै नलाग्ने एनी टाइम ऱ्याप टाइपको के हुन्छ नि अनि यसो हेर्छु सबजना भेट्या देख्छ होइन ऱ्याप हाने देख्छ आफूलाई अब हुन्छ नि मुख चिलाएर आइसक्यो क्या अब कसलाई गएर भनौँ कसलाई गएर सुनाऊ टाइपको के कसैले न कसैले आएर ओइ ऱ्याप हान्न एउटा भन्दै नि हुन्थ्यो टाइपको के हुन्छ नि
अनि म कामसाम बालै नदिने क्या त्यति बेला पनि के हुन्छ नि भुक्का हिँड्दिने होइन माथि व्हाइट गुम्बाबाट पनि उतापट्टि रामकोट भन्ने ठाउँ थियो होइन त्यहाँदेखिबाट म कहिले यता यो हुन्छ नि सुन्धारा यताउता कता कता आइदिनुहुन्थ्यो कि हिँड्दै हिँड्दै रमाइलो हुन्थ्यो कति साथीहरूले जीसीहरूले हाम्रो युनिक दाइले नै सबैजनाले मलाई खल्तीमा होइन ला भाइ खाजा खाऊ टाइपको ला गाडी चढ होइन 10-20 रुपियाँ 20-30 रुपियाँ होइन खुसी लाग्थ्यो त्यो देख्दाखेरि तर म त्यो पैसा चाहिँ खल्तीमै राख्थेँ अनि फेरि हिँड्दै हिँड्दै क्या एयरफोन हालेर त्यो पैसा चाहिँ चुरोट क्या हुन्छ नि चुरोट खाँदै खाँदै होइन रमाइलो लाग्थ्यो अनि त्यो हुँदै थियो त्यसरी नै हुँदै थियो होइन बिस्तारै अब के भयो भन्दाखेरि अनि दिन अब हुन्छ नि बित्दै बित्दै गयो होइन अनि थग लाइफ नै भइरहेको थियो अति नै भइरहेको थियो होइन अब कसरी चाहिँ अब यसलाई टार्ने भन्ने मैले सोच्न पनि सकेको थिएन कि हुन्छ नि अब भोलिको 4-5 वर्षपछि मैले के गरेर हुन्छ मलाई हुन्छ नि क्वेसन्स चाहिँ थियो क्या मेरो दिमागमा होइन अब विदेश जाउँ कि जस्तो लाग्थ्यो बाउले होइन भन्थ्यो अनि जा भन्थ्यो मलेसियाको लागि होइन त्यहाँनिर एउटा रेस्टुरेन्टमा खै के काम थियो भन्दै थियो त्यसको लागि पनि इन्टरभ्यू दिन नि गएको थिएँ म मलेसियाको कामको लागि अनि तर मलाई इन्ट्रेस्ट लागेन फेरि मलाई चाहिँ खालि त्यही के रमाइलो होइन साथीभाइ ऱ्याप बाहेक त्यो बाहेक केही चाहिएन यहाँ त्यस्तो टाइपको भइसकेको थियो क्या अब केटीसेटी नि थियो होइन अब त्यस्तै भयो होइन हुन्छ नि केटीको काण्ड नि खतरा थियो अब स्टोरी लामो भइसक्यो होला सायद मेरो होइन केटीसेटी पछि बालै लाग्न छोड्यो होइन खालि ऱ्याप हुन थाल्यो अनि त्यसपछि चाहिँ अनि अब के गर्ने भन्ने टाइपको अब साथीहरू नै भेट्ने क्या जहिले कामै छैन कामै त्यही जस्तो भइसक्यो क्या अब खान चाहिँ गएको छ साथीहरूमा होइन बस्दैछ 1-1.5 महिना बस्दैछ यार उसको आमालाई होइन हुन्छ नि सबैलाई गाह्रो भइरहेको हुन्छ मलाई थाहा छ तर त्यति बेला चाहिँ बाल नदिने क्या गाह्रो भयो कि होइन अर्को साथी घर छ टाइपको के हुन्छ नि अति के हुन्छ नि त्यस्तो टाइपको थियो होइन अनि पछिपल्ट अनि के भयो भन्दा त्यतिकैमा अनि एक दिन अनि हाम्रो साइको दाइ हुनुहुन्छ क्या एकजना खतरा ऱ्यापर हो होइन एकदमै बवाल लाग्थ्यो ऱ्याप म खतरा फ्यान थिएँ हाम्रो साइको दाइको फ्यान छु पनि अहिले पनि होइन अनि त्यति बेला साइको दाइलाई भेट्न गइरह हुन्थ्यो एकदमै धेरै असल साइको दाइले तोपसोप खुवाइदिने होइन अनि ज्याप बनाइदिने ऱ्याप सुनाइदिने होइन म पनि ऱ्याप हान्थेँ होइन केटाहरू सबैले ऱ्याप हान्थेँ अनि साइको दाइ र मैले एउटा गीत रेकर्ड गर्ने भन्ने योजना बनाएको थिएँ अनि साइको दाइले अनि ल भनेर बोलायो त्यो दिन बोलाइसकेपछि अनि त्यहाँ गएर रेकर्ड गरेँ हामीले त्यसपछि अनि अशेषले मलाई बोलायो अनि बोलाएर अनि यता रेडियो कान्तिपुरमा एक ठाउँमा इन्टरभ्यू छ आऊ ऱ्याप हान्ने त्यहाँनिर रेडियोमा भन्दैछ त ओ रेडियो